फेरि पनि दर्शकहरूले हाँस्न पाउने भएको छ। लोकप्रिय नेपाली हास्य टेलिभिजन सो कमेडी दरबारको तेस्रो सिजन छिटै सुरु हुँदैछ। दोस्रो सिजन सकिएपछि तेस्रो सिजनको तयारीको लागि अहिले सो रोकिएको छ। सोका नियमित दर्शकहरू यसको नयाँ सिजनको प्रतीक्षामा छन्। विक्की अग्रवाल भन्नुहुन्छ, माघ महिनाभित्रै तेस्रो सिजनको प्रसारण सुरु गर्ने तयारी छ। फेब्रुअरी माघ 23 गतेदेखि प्रसारमा ल्याउने बताइएको छ। उहाँको अनुसार 2 सिजनभन्दा तेस्रो सिजन अझ रोचक र आकर्षक बनाउने योजनामा टिम लगाएको छ। अघिल्ला भन्दा भव्य सेट सहित तेस्रो सिजन प्रसारणमा ल्याउने टिमको तयारी छ। पहिलेकै स्थानमा ठुलो सेट तयार हुन लागेको उहाँले बताउनुभयो। कमेडी दरबारमा निकै फेरबदल समेत हुनेछ। महाराज वा महारानी जजमा मनोज गजुरेल र गौरी मल्ल यथावत रहनेछन् भने अझ एकजना थप्ने तयारी छ। यस्तै के नयाँ कलाकारहरू समेत थप्ने गरिनेछ। यसअघिका धेरै जस्तो कलाकारहरू यथावत रहे पनि केही कलाकारहरू भने देखिने छैनन्। तेस्रो सिजनबारे केही दिनमा कार्यक्रम गर्दै बताउने उनले बताएका छन्।